दर्शन गरौँ भगवानलाई सुरुमा। हाम्रो गुरुहरू बाबु कहाँ छ? पहिले हामी कहाँ यो धारापानीसम्म त होला, धारापानीसम्म फर्किँदाखेरि सायद हजुरको नम्बर पाउनु। गाइजहरू हामी प्रकारको बाइकबाट फेरि अलि हिँडिरहेको छौँ। धारापानीदेखि मास्तिर गइसकेको अवस्था छ। हामी दुईजना राजन दाई यहाँहरूको घर आँगनमा श्री मुक्तिनाथ भगवानलाई रथमा सवारी गराई उपस्थित भएका छन्। अतः चन्द्रमोक्ष नारायण विराट महायज्ञमा सपरिवार सहभागी भई मुक्तिनाथ। जय श्री मुक्तिनाथ। देवदेश श्री नेपालका तीर्थस्थानहरूको प्रचार प्रसार सनातन धर्म संस्कृतिको संरक्षण विभाग 2082 आश्विन विजयादशमी पर्यन्त श्री मुक्तिनाथ धाममा सञ्चालित श्री मुक्तिनाथ विराट महायज्ञको महापूर्णाहुति सम्पन्न गरी प्रसाद ग्रहण गरी पुण्यनारायण विराट महायज्ञमा सपरिवार सहभागी भई पुण्य लाभ दिनुका कार्यक्रम छ। साथै कार्तिक 19 गतेदेखि मङ्सिर 18 गते सबैजनाले भिडियोबाट दर्शन गर्नुहुन अनुरोध गर्दछु। त्रिवेणीधाममा सञ्चालन हुने श्री गजेन्द्र मोक्ष नारायण विराट महायज्ञमा सपरिवार सहभागी भई पुण्य लाभ लिनुहुन समस्त सनातन धर्मावलम्बी महानुभावहरूमा सादर आमन्त्रण गर्दछौँ। जय श्री मुक्तिनाथ। जय श्री मुक्तिनाथ। देवदेश श्री नेपालका तीर्थस्थलहरूको प्रचार प्रसार सनातन धर्म संस्कृतिको संरक्षण एवं संवर्धन तथा विश्व शान्ति र राष्ट्र समुन्नतिका लागि परम श्रद्धेय श्री मुक्तिनाथ बाबाज्यूको पावन संकल्पगत नेतृत्वमा 2081 चैत्र रामनवमीबाट 2082 आश्विन विजयादशमी पर्यन्त श्री मुक्तिनाथ धाममा सञ्चालित श्री मुक्तिनाथ विराट महायज्ञको महापूर्णाहुति सम्पन्न गरी श्री मुक्तिनाथ भगवानको सन्निधिबाट विजयादशमीको टीका प्रसाद यज्ञ तिलक अभिषेक जल लिएर यहाँहरूको घर आँगनमा श्री मुक्तिनाथ भगवानलाई रथमा सवारी गराई उपस्थित भएका छन्। अतः विजयादशमीको टीका प्रसाद ग्रहण गरी पुण्य लाभ लिनुहुन सादर आग्रह गर्दछौँ। साथै कार्तिक 19 गतेदेखि मङ्सिर 18 गतेसम्म नवलपरासी जिल्लाको गजेन्द्र मोक्ष सञ्चालन हुने श्री गजेन्द्र मोक्ष नारायण विराट महायज्ञमा सपरिवार सहभागी भई पुण्य लाभ लिनुहुन समस्त सनातन धर्मावलम्बी महानुभावहरूमा सादर आमन्त्रण गर्दछौँ। जय श्री मुक्तिनाथ। देवदेश श्री नेपालका तीर्थस्थलहरूको प्रचार प्रसार सनातन धर्म संस्कृतिको संरक्षण चैत्र राम नेतृत्वमा 2081 चैत्र रामनवमीबाट 2082 आश्विन विजयादशमी पर्यन्त श्री मुक्तिनाथ धाममा सञ्चालित श्री मुक्तिनाथ भगवानको सन्निधिबाट